हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत। ल यहाँसम्म हामीले हिजो के विचार गर्नु भन्दाखेरि दुर्योधनले शत्रुपक्षको विवरण गर्यो नि त आफ्नो आचार्यको सामान्य। ल हेर्नुहोस्, हजुरको चेलो शत्रुको छोरोले यसरी चाहिँ यो सेनाको मोर्चाबन्दी गरेर युद्धको लागि तम तयार भएर हजुरसँगै लड्न आएको छ, हजुरको चेलो हजुरसँगै लड्न आएको छ भनेर अलिकति जोस जगाउन खोजेको। उनीहरूको मात्रै विशेषताको कुरो होइन, हाम्रो पनि विशेषता छ। उनीहरू सानो भए पनि हेर्दा अलि फुलेर ठुलो जस्तो देखियो होइन, मोर्चाबन्दीको कारणले गर्दाखेरि। र हाम्रा पनि सेना त हेर्ने हो भने त सङ्ख्यामै ठुलो छ। अब यसमा सबै निपुण पनि छन्। को छन् त हाम्रो सेनाको माझमा भन्ने कुरोलाई हजुरलाई त थाहा छ। यद्यपि अब आचार्यले थाहा नहुन्थ्यो कुरो भएन नि त। त्यही पनि एउटा संज्ञानको लागि, एउटा कसो भने वार्तालापमा युद्धमा जोस जलाउनको लागि हाम्रो पनि त छन् नि त, चिन्ता गर्नु पर्दैन भनेर एउटा वार्ता गर्ने एउटा शैली तरिका दुर्योधनले यहाँ प्रस्तुत गर्दछ है। 7औं श्लोक पढौँ त। अस्माकं तु विशिष्टाये तान्निबोध द्विजोत्तम नायका मम सैन्यस्य संज्ञार्थं तान् ब्रवीमि ते। यो श्लोक उच्चारणमा चाहिँ नर्मली प्रक्रिया ह्रस्व दीर्घ थाहा छ नि होइन। ह्रस्व भनेको छोटो उच्चारण, दीर्घ भनेको लामो उच्चारण है। र संयोगी गुरु भन्ने एउटा सामान्य नियम पनि छ होइन। संयुक्त अक्षर परपट्टि छ भने पहिलाको अक्षर अलिकति लम्ब्याइन्छ भने गुरु हुन्छ उच्चारण। त्यही भएर छन्दमा त्यो नियम पनि छ। र अन्तिममा पादपूर्तिको लागि अन्तिम अक्षरहरू विसर्गभन्दा पूर्वका अथवा बिन्दु युक्त यिनीहरूलाई पनि गुरु मान्ने चलन छ। त्यो चाहिँ अब छन्दमा गुरु मिलाउनुको लागि त्यो हिसाबले मनाएको। गुरु भनेको दीर्घ चाहिँ होइन। फेरि गुरु भनेको अलिकति भारी भन्ने अर्थ लाग्छ। लघु र गुरु भन्ने चाहिँ छन्दको हिसाबले छ होइन। छन्दमा चाहिँ लघु भनेको चाहिँ छोटो, गुरु भनेको लामो भन्ने सामान्य कुरो हो। ह्रस्व र दीर्घ भनेको चाहिँ ह्रस्व भनेको चाहिँ छोटो उच्चारण हो, दीर्घ भनेको चाहिँ लामो उच्चारण हुनैपर्छ। अब कस्तो हुन्छ भन्दाखेरि ह्रस्वमा पनि गुरु हुन्छ, छोटो उच्चारणमा पनि अलिकति कसो भन्दा दीर्घभन्दा छोटो तर ह्रस्वभन्दा अलिकति लामो भयो भने त्यो गुरुको रूपमा हुन्छ। अब दीर्घ आफै गुरु हो होइन, दीर्घ चाहिँ सबै ठाउँ गुरु नै हुन्छ। तर ह्रस्व पनि काहीँ काहीँ गुरु हुन्छ। संयुक्त अक्षर पर भयो भने अथवा अन्तिम अक्षर भयो भने प्राय त्यहाँ गुरु, अथवा विसर्ग भयो भने, बिन्दु भयो भने त्यहाँ गुरु मान्ने चलन छ होइन, त्यो नियमअनुसार। अब यो चाहिँ कस्तो भन्दा दुईवटा छुट्टा छुट्टै प्रयोग भयो। ह्रस्व र दीर्घ छुट्टै प्रक्रिया भयो, लघु र गुरु चाहिँ छन्दको हिसाबले छुट्टै प्रक्रिया भयो। ठिक। अब त्यसमा दीर्घलाई प्राय जसो के मानिन्छ, गुरु नै मानिन्छ। काहीँ काहीँ के हुन्छ, ह्रस्व पनि गुरु भइदिन्छ। अब ह्रस्व गुरु भएको ठाउँमा चाहिँ दीर्घमा जति गुरु भयो त्यति नै लामो उच्चारण चाहिँ हुँदैन फेरि। ठिक छ। नर्मल्ली ह्रस्वभन्दा अलिकति लामो हुन्छ, तर दीर्घ जति लामो चाहिँ हुँदैन, त्यति मात्रै, हल्का बिच हुन्छ उच्चारण त्यो हिसाबले। अनि उच्चारणमा चाहिँ अब यो श्लोकहरूको उच्चारण गर्दाखेरि चाहिँ प्राय शब्द जस्तो छ त्यस्तो हिसाबले उच्चारण गर्यो भने एउटा त्यसमा लय आउँछ, ताल आउँछ होइन, तारतम्य आउँछ। नत्र उच्चारण फ्ल्याट हुन्छ कि सबै। फ्ल्याट उच्चारण गर्ने हाम्रो चाहिँ त्यस्तो उच्चारण गर्यो भने त्यसमा भाव अथवा एक्सप्रेसन त्यति आउँदैन। एक त भाव बुझेर गर्दाखेरि पनि, श्लोकले भन्न खोजेको भावलाई बुझेर उच्चारण गर्दाखेरि पनि के हुन्छ भन्दाखेरि त्यो भावलाई झल्काउने गरी हामीले एक्सप्रेसन दिन्छौँ होइन। र अर्को ह्रस्व दीर्घलाई हेरेर पनि उच्चारण गर्नुपर्ने हुन्छ। ठिक। त्यो हेरेर उच्चारण गर्दाखेरि राम्रोसँग उच्चारण गर्ने, पुरा उच्चारण गर्ने। संस्कृतमा अब नेपालीमा पनि सक्यो भने राम्रै हुन्छ। अब गुरुहरूले त प्राय बनारसमा उतातिर उच्चारण गर्नु पर्यो भने, कसैको नाम पनि बोलाउनु पर्यो भने राम आचार्य भन्नु पर्यो भने हामीले राम आचार्य भन्यो नि त होइन। त्यहाँ गुरुहरूले के भन्दा राम आचार्य पुरै उच्चारण गर्नुहुन्छ कि त्यसमा अल्छी गर्नुहुन्न। अब यो चाहिँ आलस्य भयो नि त, छिटो छिटो गर्नु पर्यो भनेर शब्दको महिमालाई मारेको हो नि त। राम भन्ने होइन नि त, राम होइन। रा दीर्घ भयो, म ह्रस्व भयो, हे राम उच्चारण त्यस्तो हुन्छ नि त। आरामसँग प्रेमसँग गर्दा त्यस्तो हुन्छ। अब यहाँ
अस्माकं तु विशिष्टाये तान् निबोध द्विजोत्तम। द्विजोत्तम भनेर यहाँ सम्बोधन गर्दैछन् हैन। हे द्विजोत्तम, द्विजहरूमा दुईचोटि जन्मिनेहरूमा तपाईँ उत्तम हुनुहुन्छ। ठिक छ। अब यो द्विजोत्तम प्राय ब्राह्मणहरूलाई प्रयोग गरिन्छ। द्विज भनेर त्रैवर्णिकलाई भनिन्छ, ब्राह्मण, क्षत्रिय र वैश्य। कहीँ कहीँ द्विज शब्दले ब्राह्मण मात्रै पनि अर्थ लगाउँछ। द्विज भनेको दुईचोटि जो जन्मिन्छ ती सबैलाई द्विज भनिन्छ। ठिक छ। अब दुईचोटि जन्मिनु भनेको एकचोटि आमाको गर्भबाट जन्मिनु, दोस्रो चाहिँ के भने संस्कारद्वारा संस्कारित गरेर त्यसलाई फेरि नवीन अब व्रतबन्ध इत्यादि संस्कारद्वारा जन्माउनुलाई के छ भन्दाखेरि द्विज भनिन्छ। गायत्री मन्त्र लिँदा अर्को जन्म हुन्छ। गायत्री त्यही व्रतबन्धबाट हैन हुँदाखेरि चाहिँ के भने दोस्रो जन्म हो नि त। संस्कार के को भन्दाखेरि उठ्ने बस्ने खाने व्रतबन्ध गर्दाखेरि अब कसो नि पानीमा फोहोर नगर्नु हैन, मलमूत्र आदिको त्याग नगर्नु, ढुङ्गा नहान्नु, भुइँमा नबस्नु, यी अनेकौं प्रकारकाहरूको जताततै नथुक्नु, यी सामान्यको चाहिँ बेसिक कुराहरू सिका हुन्छ नि त। त्यो भनेको संस्कार हो नि त। उठ्ने कसरी, बस्ने कसरी, कहाँ बस्ने, अब ठुलो आचार्यले देखेपछि नमस्कार कसरी गर्ने व्रतबन्धमै सिकाउने कुरा हो नि त। त्योभन्दा पहिला अब अहिले व्रतबन्ध भन्ने मात्रै हो, नमस्कार गर्न सिकाउँदैनन् हैन। अब कसले उठ्ने बस्ने खाने, हात जुठो हुन्छ कि चोखो हुन्छ, यी कुराहरू सबै खाइसकेपछि हात लाई धुनुपर्छ, कुल्ला गर्नुपर्छ हैन। व्रत यो त त्यसपछि औसनी खानिसकेपछि आचमन गर्नुपर्छ हैन। औसनी ठिक छ, यो पनि नेपालको पद्धति हो हैन। अब सबै ठाउँमा यो पद्धति छैन, तर कसैले भोजनभन्दा पूर्वमा आचमनको पद्धति छ। त्यो चाहिँ नर्मल्ली त्यही पद्धतिमा नै त्यसलाई चाहिँ के छ भन्दाखेरि आहुतिको रूपमा जलको परिक्रमा त्यस्तो चाहिँ मैले भेटेको छैन शास्त्रमै चाहिँ हैन। त्यसो पढाएको छैन। अब त्यसलाई विशेष गरेर अनुसन्धानै गर्नुपर्छ। अब चलिया परम्परा ठिकै छ, अब त्यसको विरोध गर्ने कुरा आउँदैन। अब चलेको छ, अब त्यसको मूल प्रमाण छ कि छैन भन्ने कुरो चाहिँ खोज्नुपर्छ हैन। त्यो चाहिँ अगवेषणीय विषय। तर आचमनको चाहिँ कस्तो छ भने उपनिषदहरूमा चाहिँ के मानेको छ भन्दा प्राणको वस्त्रको रूपमा जललाई मानेको छ। उपनिषदमा चाहिँ यो पढ्दाखेरि मैले स्पष्ट रूपबाट के छ भन्दाखेरि अनि प्राणलाई नाङ्गो बनाएर चाहिँ भोजन नगर्नु भनेर लेखेको छ कि हैन। भनेको चाहिँ वस्त्र लगाएर नै भोजन गर्नु भनेको सुक्खा भोजन मात्रै नराख्ने साथमा जल लिएर त्यसको आचमन गरिसकेपछि त्यो के हुने भयो भन्दाखेरि प्राणलाई वस्त्रको धारण गराइसकेपछि अनि भोजन आदिको गर्ने भन्ने त्यो छ, आचमनको छ। त्यही आचमनकै प्रक्रियालाई विस्तारको रूपमा अनि औसनी इत्यादि। अब यो औसनीको पनि के छ भन्दाखेरि यहाँ अब त्यो प्रक्रिया के छ भने नेपालको यो विशेष प्रक्रिया आचमन गर्ने सार्वभौम प्रक्रिया हो, सबै ठाउँ बेलले दिएको। अब यहाँ औसनीमा को रूपमा चाहिँ आहुतिको रूपमा दिइन्छ, यो चाहिँ उपासनाको रूपमा हो। ठिक छ। यो चाहिँ कसो भन्दाखेरि अग्निहोत्रलाई साथमै जोडेर गरेको कि प्राय अग्निहोत्र गर्ने चलन बन्द हुँदै गयो। त्यो हुँदै गइसकेपछि आहुति कहाँ दिने त भन्दाखेरि खाने बेला नै भोजनलाई नै पेटलाई नै अग्निको रूपमा मानेर पेटभित्र आहुति दिने। त्योभन्दा पहिला बाहिर पनि 5 यज्ञको रूपमा अतिथि यज्ञ पनि गर्न पर्यो, पितृयज्ञ पनि गर्न पर्यो हैन, देवयज्ञ पनि गर्न पर्यो, भूत यज्ञ पनि गर्न पर्यो। अब यो गर्नको लागि सारा गर्ने प्रक्रिया कहाँ छ भन्दाखेरि अब कहाँ के गर्ने भन्दाखेरि खाने बेला नै सबै यो ब्राह्मणहरूले अब काहीँ न काहीँ के न केहीलाई अब शास्त्रको विधिको अथवा गुरुहरूले काहीँ न काहीँ यसरी चाहिँ निकालेर यो गरेको। अब यो किन गरेको भन्ने कुरा धेरैलाई थाहा पनि छैन हैन। अहम वैश्वानरो भूत्वा प्राणिनाम आश्रित हैन, प्राणापान समायुक्त पचामिनिम चतुर्विधम भनेर गीतामा भगवानले नै माने अग्नि वैश्वानरको रूपमा पेटमा बसेर चाहिँ प्राण र अपानलाई जोडेर अग्नि भएर प्रकट हुन्छु र अन्न 4 प्रकारको अन्नलाई म पचाउने काम गर्छु भनेर भगवानले भन्नुभएको छ हैन। त्यो परमात्मालाई नै वैश्वानर परमात्माको रूपमा ध्यान गरेर पेटमा त्यो अग्नि छ भन्ने किसिम लिएर चाहिँ आहुति हाल्ने हो के त्यो भनेको के भन्दाखेरि हवन गरेको। यो अग्निहोत्र आदि हवन यो अध्यात्म होम भयो हैन। बाहिरी हवन अब गर्ने चलन सिद्धिसकेपछि अग्निहोत्र आदिको प्रचलन त रह्यो त रहेन नि त। त्यसैलाई नै कन्टिन्यूको रूपमा अब प्रतीकात्मकमा भए पनि
त्यसलाई आध्यात्मिक रूपबाट चाहिँ लिनुपर्छ भनेर यसरी चाहिँ गरिँदै गयो होइन। अब किन गरियो कसो गरियो भन्ने कुरो बुझ्ने मान्छे भएन। बाउले गरे हजुरबाउले गरे चल्दै आयो गरिरहेछन् ठिक छ, त्यो गरेको राम्रो छ नराम्रो छैन, तर गर्नुको पछाडि चाहिँ त्यो कुरो भयो। बाहिर औषधि इत्यादि हाल्नु चाहिँ के भन्दाखेरि गृहस्थहरूले गर्नै पर्ने के भन्दाखेरि अतिथि यज्ञ, पितृयज्ञ, देव यज्ञ, त्यसपछि भूत यज्ञ। अब यी यज्ञहरू त भइरहेको छैन होइन। अब त्यसपछि स्वाध्याय यज्ञ पनि गर्नुपर्ने हो, ऋषि यज्ञ। ऋषि यज्ञको रूपमा त अब गायत्री जप गरिहाल्यो होइन, वेदपाठ गरिहाल्यो, त्यही हाल्यो। भूत यज्ञको रूपमा किरा फटाङ्ग्राहरूको लागि पहिला दिने चलन थियो नि त, कुकुर कागहरूलाई होइन, गाईलाई पातमा हालेर दिने, त्यो एउटा भूत यज्ञ भइहाल्यो। अतिथि अब आउँछन् आउँदैन भनेर छुट्याइ राखिदियो होइन, या त अतिथि यज्ञ भनेर चाहिँ आएका अतिथिहरूलाई खुवाउनेको प्रक्रिया हो। अब त्यसलाई चाहिँ नियमित गर्नुको रूपमा भनेर अगाडि एउटा औषधि अगाडि हाल्थ्यो, त्यो अतिथि यज्ञको रूपमा भयो। देवयज्ञ देवताहरूको पूजा गर्ने हुन्छ हुँदैन, भोग लगाएर अगाडि देवताको नाममा माधवाय नमः केशवाय नमः गोविन्दाय नमः भनेर डक्क अगाडि राखिदियो। त्यही हिसाबले चाहिँ जस्तै अब जसले मन्दिर आदि बनाएको छ घरमा पूजा हुन्छ, भगवान्लाई भोग लगाएको हुन्छ, त्यही देवयज्ञ हुन्छ होइन। स्नान पूजा इत्यादि गरेपछि त्यो देवयज्ञ हुने भइहाल्यो। अब यो सबै कस्तो भन्दाखेरि यो शिक्षाको कुरो हो नि त। यो जन्मिनेबित्तिकै गर्छ त, कहिले गर्छ भन्दाखेरि जब गुरु कहाँ जान्छ अथवा पिता कहाँ जान्छ, कहीँ न कहीँ समाजले शिक्षा दिन्छ, यो गर्नुपर्छ यसरी गर्नुपर्छ भनेर गर्न थालेपछि, बुझ्न थालेपछि यो शिक्षाबाट सिक्ने भन्नाले अब दोस्रो जन्म हो। पहिला पशुवत जन्मिएको थियो, खानी पिउने सुत्ने मात्रै काम गर्थ्यो। पछि शिक्षा दीक्षा दिएपछि अनि त्यसपछि होइन, देवतालाई नै पुज्नुपर्छ, मातापिताको पनि पूजा गर्नुपर्छ, गुरुहरूको पनि पूजा गर्नुपर्छ होइन, आफ्नो परम्परालाई पनि बचाउनुपर्छ भन्ने कुरोलाई शिक्षा दीक्षा भएपछि त्यो अनुसार अँगाल्न थालेपछि आफूले आफूलाई के गर्न थाल्यो भन्दाखेरि वैदिकको रूपमा, ब्राह्मणको रूपमा, क्षत्रियको रूपमा, एउटा संस्कारित रूपमा नयाँ उत्पन्न भयो नि त, नयाँ प्रकट भयो। अब पुलिस कहाँ गएर होइन कपडा लगाएर ट्रेनिङ गरेर आएपछि त्यसको त्यो अर्को जन्म भयो होइन। मिलिट्रीमा भयो भने त्यसले त्यो मिलिट्री भयो, त्यो अर्को जन्म भयो। अब यहाँ चाहिँ के भन्दाखेरि संस्कार गरेर व्रतबन्ध इत्यादि गरेर यसरी चाहिँ गर्ने भन्ने आएपछि के भयो भन्दाखेरि यो दोस्रो जन्म। दुईचोटि जन्मिने भने यो संस्कार सामान्य रूपमा सब कसको गराइन्छ भन्दाखेरि ब्राह्मणको, क्षत्रिय, वैश्यको, यो तिनटैको गराइन्छ। शूद्र गर्ने चाहिँ चलन छैन होइन। केही पनि नगर्ने भएको हुनाले, संस्कारै नगर्ने भएको हुनाले उनीहरू शूद्र भयो होइन। किनभने गर्नुको औचित्य पनि उनीहरूको लागि छैन, किनभने बाहिर सेवा गर्नु छ, काम धन्दा गर्नु छ, त्यसैबाट फुर्सद छैन। अनि अब यो सब गर्न थाल्यो भने अब उनीहरूलाई खानपिउनमा पनि समय पुग्दैन। त्यो हिसाबले पनि हो होइन, एउटा सामाजिक व्यवस्थाको रूपबाट हेर्नु पर्दाखेरि। जस्तै मान्छेको सन्यास दिनु अथवा वैष्णव हुनु भनेको त्यो पनि अर्को जन्म मानिन्छ। त्यो पनि अर्को जन्म हो, त्यो पनि संस्कारै हो। संस्कार मान्छे त्यो यदि कसैले सन्यास भएको छ अथवा वैष्णव भएको छैन, उसको तीनटा जन्म हुन्छ। यो चाहिँ प्रतीकात्मक रूपमा अब होइन। यो चाहिँ कसो भने वैदिक परम्परालाई लिएर भनिएको शब्द हो। वेदमा चाहिँ व्रतबन्ध आदि जुन संस्कार छ, ठिक छ, मुञ्जबन्ध आदि संस्कार, त्यसलाई लिएर चाहिँ वैदिक परम्परा अनुसार वेद अध्ययन आदि गरेर गुरुकुलमा अध्ययन इत्यादि गर्नको लागि संस्कार गरिएको हुनाले दोस्रो जन्मको रूपमा, ठिक है। केवल मान्छे मात्र नभएर नवीन रूपबाट प्रकट भयो, संस्कारित भयो, त्यो दृष्टिकोणबाट दुई जन्म भनेको होइन, ठिक। अब त्यसमा त्यो संस्कार अब यता वैष्णव रूपबाट, शैव रूपबाट जताबाट गरे पनि त्यो दुईजनै हुन्छ क्या, दुईजैकै रूपमा त्यसलाई मानिन्छ। अब त्यसमा त्रिज चतुर्ज भनेर होइन त्यसरी चाहिँ प्रयोग गरिँदैन शास्त्रमा चाहिँ होइन। त्यो दृष्टिबाट भयो होइन। अब तिनीहरूमा पनि उत्तम श्रेष्ठ भएको हुनाले चाहिँ अब तिनीहरूमा पनि दुईजहरूमा पनि श्रेष्ठ भनेर कसलाई भनिन्छ भने प्रायः ब्राह्मणलाई भनिन्छ होइन, ब्राह्मणहरूलाई पनि भनिन्छ भने द्विजोत्तम। यहाँ चाहिँ यो कसलाई भन्न खोजेको दुर्योधनले भने द्रोणाचार्यले। अब अलिकति व्यङ्ग्य पनि गर्न खोजेको हो। युद्धको मैदानमा क्षत्रियहरूको काम छ, बाहुनको त काम छैन नि त, डरपोक हुन्छन्, भाग्छन् युद्धबाट होइन। अब सामान्य स्वभाव चाहिँ के छ भन्दाखेरि ब्राह्मणहरूको युद्ध गर्ने स्वभाव हुँदैन। युद्ध गर्नु उग्रता ब्राह्मणको कसो नि स्वभाव होइन। अनि त्यसपछि ए बाहुन तिमी सुन भनेर होइन अलिकति कस्तो छ भन्दाखेरि हुन चाहिँ गुरु हो, गुरु भए तापनि कस्तो छ भन्दाखेरि शब्दले चाहिँ ए बाहुन भनेर अहिले हेपेर चाहिँ भने होइन होइन। हेप्न चाहिँ के छ भने गुरु भनिसकेपछि दुर्योधन त्यति मूर्ख पनि थिएन, गुरुलाई हेप्ने कुनै कुरा हुँदैन। अब त्यो शब्दले चाहिँ के इङ्गित गर्न भन्दा अलिकति व्यङ्ग्यात्मकतालाई पनि देखाउँदैछ। हुन त हजुर ब्राह्मण हुनुहुन्छ,
होइन। त्यसै कारणले गर्दाखेरि युद्धको बारेमा त्यति सबै थाहा नहोला लडाइँ पढाइको कुराहरूलाई। त्यसै कारणले त्यो अस्माकमा हामीहरूको सेनामा भर्ती भएका जो विशेष छन् नि, विशिष्ट महारत हासिल गरेका त्यस्ता व्यक्तिहरूलाई जो छन् तिनीहरूलाई तान निबोध, तिनीहरूलाई चाहिँहरूले जान्नु होइन। अब निबोध भनेर चाहिँ तम निबोध, तिमीले जान भनेर। अब यहाँ संस्कृतमा चाहिँ तिमी र तपाईँको खासै त्यति अन्तर छैन है। अन्तर छैन भने अलि धेरै नजदिकी भएर भन्नु पर्यो भने तिमी नै शब्द प्रयोग गर्छन्, प्रेम बढी होइन। बढी अलिकति बल देखाउनु पर्यो भने, अलिकति दूरी देखाउनु पर्यो भने अनि तपाईँ भनेर प्रयोग हुन्छ। संस्कृतमा दुईटै प्रयोग हुन्छ। प्राय चाहिँ हामी नेपालीमा हिन्दीमा भनौँ न, तिमी भनेपछि तपाईँ भन्दैनौ, तपाईँ भनेपछि तपाईँ भनेकोलाई प्राय तिमी भन्ने चलन छैन नि त। दुईटा छुट्टै रूपबाट प्रयोग गर्छौँ। बढी आदर दिइसकेपछि तिमी भनेर चाहिँ प्रयोग त्यहाँ गर्दैनौँ। संस्कृतमा चाहिँ त्यस्तो छैन, त्यो बाउन्डेज छैन यहाँ होइन, बाउन्ड्री छैन। अब त्यही भएर यहाँ निबोध भनेको खास संस्कृतमा मध्यम पुरुष भयो होइन, तिमी भन्ने अर्थ नै जनाउँछ। तिमीले जान भनेर प्रयोग गरिन्छ। अब नेपालीमा भन्न अड हुन्छ त्यस्तो। त्यही भएर चाहिँ हजुरले जान्नु होइन, निबोध बुझ्नुहोस् भनेर। हाम्रो सेनामा रहेका जो विशिष्ट सेनानायकहरू छन् होइन, सेनाधिकारीहरू छन्, उनीहरूलाई पनि हे ब्राह्मण देवता तपाईँ बुझ्नुहोस्। नायका मम सैन्यस्य, मेरा सैनिकहरूका जति पनि नायकहरू छन्, ठिक छ, ती सेनाहरूलाई परिचालन गर्ने विशिष्ट व्यक्तित्व जो नायकको रूपमा प्रस्तुत भएका छन्, ती सबैलाई के छ भन्दाखेरि तपाईँले जान्नुहोस्। किन जान्नु, मैले त पहिलेदेखि देखेको छु भन्दाखेरि होइन, केवल संज्ञानको लागि हो, संज्ञार्थम, ठिक हो, संज्ञानको लागि जानकारीमा छ। त्यही पनि अहिले तपाईँको कस्तो छ भन्दाखेरि जानकारीमा आओस्, अब सबै दिमागमा बसिरह नहोला होइन। अब त्यसको लागि चाहिँ जानकारीको लागि चाहिँ संज्ञानको लागि, जानकारीको लागि हेरि त रहनु भएको छ, थाहा पनि छ। त्यही पनि मेरो तर्फबाट एउटा निवेदन, कान ब्रवीमि, ती सबैलाई म बताउँदै, सबैलाई भन्दाखेरि मुख्य जो प्रमुख पात्रहरू छन्, सेनानायकहरूका छन्, तिनीहरूको बारेमा सुन्नुहोस् भनेर दुर्योधनले अब आफ्नो सेनाका को प्रमुख छन् भन्ने कुरालाई बताउँदैछन्। भवान भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः। अब के भन्दैछन् भन्दाखेरि दुर्योधनले, अब हाम्रो सेनामा प्रमुख पात्रहरू को छन्, सेनानायकहरू भने सबभन्दा पहिलो त भगवान हजुर नै हुनुभयो होइन। अरू कहाँ जाने कुरै भएन नि त। अब गुरु हुनुहुन्छ, उहाँको खुसामत पनि गर्नै पर्यो नि। पहिला ब्राह्मण भनेर अलिकति व्यङ्ग्य जस्तो नि गरे। त्यो व्यङ्ग्य गरेको भनेको चाहिँ कस्तो भन्दाखेरि अपमानित गर्ने दृष्टिले भने होइन है, यो कुरो बुझ्नु। दुर्योधन नीतिमा अति कुशल, अति चतुर हो। त्यस कारणले गुरुहरूलाई अपमान गर्ने अप्ठ्यारो ठाउँमा चाहिँ गर्दैन। गर्न त गर्छ, नगर्ने होइन, दुष्ट प्रकृति भएको हुनाले स्वार्थ सिद्धिलाई जे पनि गर्छ। तर अब युद्धको मौकामा चाहिँ होइन, अब त्यहाँ अपमान गर्ने भनेर दुर्योधनले त्यो नीति राख्दैन। यति बाटो थियो होइन, चतुराई। अब राजा शल्य थिएन, पाण्डवहरूको मामा, पाण्डव पक्षमा लड्छु भनेर आएको शल्यलाई पनि के छ भने बाटैमा पहिला स्वागत सत्कार गरेर भन्दै नभनिकन, म दुर्योधनको पक्ष भनेर नभनिकन आफ्नो सेनाहरूलाई पहिलेदेखि पठाएर बाटोमा आउ भाउ गरेर स्वागत गरेर खुवाई पिलाइ गरेर मस्त होइन स्वागत सत्कार गर्यो। त्यसपछि पछि पो थाहा पाए होइन, यो त दुर्योधनको स्वागत सत्कारमा बसिएछ भनेपछि अब उसको नुन खाइसकेपछि उसको तर्फबाट लड्नुपर्ने बाध्यता भयो। मैले यति चतुराईको साथ उसले काम गर्छ भने गुरुलाई त्यहाँ युद्ध गर्ने बेला उसलाई गुरुको अपमान गर्ने त गुरु उसले गर्दै गर्दैन। अब त द्विजतम भनेर उनले के भन्छ भने हे ब्राह्मण देवता हजुर द्विजहरूमा श्रेष्ठ हुनुहुन्छ, श्रेष्ठताको पनि उल्लेख गर्यो र ब्राह्मण भएको नाताले चाहिँ तपाईँ युद्धमा त्यति कुशल नहुनु हो कि युद्धमा चाहिँ अलिकति सतर्क भइहाल्नु है भनेर अलिकति सङ्केत पनि गर्न खोजे कि। मतलब यो वाच कुशलता भनौँ न,
वाचालता वाणीमा त्यो हुनु पर्यो नि त मतलब त्यो वाणी यस्तो किसिमको बोल्नु पर्यो आदर पनि होस् सम्मान पनि होस् द्विजत्वमा भनेर हजुर त द्विजहरूमा श्रेष्ठ हुनुहुन्छ त्यही शब्दले के देखायो भन्दाखेरि द्विजहरूमा श्रेष्ठ भयो भने ब्राह्मण भएको नाताले चाहिँ युद्धमा त फेरि तपाईँको बाहुनहरूको त्यति चल्दैन नि त त्यसै कारणले अलिकति होसियार पनि भइहाल्नु नि त भनेर अनि नाम बताउनु खोज्यो उसले चतुराई उसको गजब छ ठिक छ यो चाहिँ सबैको सुन्दाखेरि अब गरिएको व्याख्या होइन यो लेखिया व्याख्या होइन यो चाहिँ शब्दहरूलाई केलाएर बुझेर चिन्तन मनन गरेर चाहिँ आफ्नो तर्फबाट उत्प्रेक्षा गरिएको अर्थहरू हुन् कि ठिक छ यो अर्थ चाहिँ अब व्यासीले यो नै अर्थ हो भनेर लेख्नु भयो भन्ने कुरो त्यो सोचेर लेख्नु हो भएन होइन त्यो आफ्नो ठाउँमा छ यो चाहिँ हामीले चाहिँ चिन्तन गर्दाखेरि मनन गर्दाखेरि यी कुराहरू चाहिँ उत्प्रेक्षाको रूपमा यो परिस्थिति त यो भावले चाहिँ यी शब्दहरू झल्काउँछ भनेर हामीले विचार गरेर चिन्तन मनन गरेर निकालेको ठिक अब सबभन्दा पहिला चाहिँ हजुर नै हुनुभयो त्यस कारणले हजुर त प्रसन्न हुनै हुनुहोस् गुरु हुनुहुन्छ शस्त्र अस्त्रको ज्ञाता हुनुहुन्छ होइन हजुर जस्तो अब बलशाली को नै छ हजुरलाई हराउन सक्ने कोही पनि छैन यिनको पनि विशेषता यही थियो यता भीष्म पितामह थियो उनलाई कसैले मार्न सक्दैन थियो अर्को यहाँ हाम्रो द्रोणाचार्य हुनुहुन्छ हुनु त ब्राह्मण हो भएर पनि ठिक छ ब्राह्मण भनेर के गर्नु पहिले ब्राह्मण भनेर उनले अलिकति ब्राह्मणको त स्वभाव कस्तो सुन्दाखेरि युद्धमा कायरता हुन्छ लड्ने स्वभाव त हुँदैन तैपनि हजुर त कस्तो भने योद्धा वीर हुनुहुन्छ त्यसै कारणले गर्दाखेरि हजुरका हातमा शस्त्र रहन्जेल कसैले परास्त गर्न सक्छ त द्रोणाचार्यको नि विशेषता के भन्दाखेरि द्रोणाचार्यको हातमा शस्त्र रहन्जेल उनलाई हराउन कसैले सक्दैन अर्जुनले पनि सक्दैन थियो त्यस कारणले सबभन्दा पहिलो त अति बलशाली हजुर नै हुनुहुन्छ युद्ध कुशल दोस्रो नम्बरमा हाम्रो सेनानायक भीष्म पितामह भयो होइन देवव्रत उनको नाम देवव्रत हो भीष्म भयानक प्रतिज्ञा गरेको हुनाले उनलाई भीष्म भनेको भीष्म शब्दको अर्थ भयानक कठोर भन्ने अर्थ जनाउँछ नाम उनको के हो देवव्रत देवव्रत उनको नाम थियो पछि चाहिँ उनले पिताको लागि भनेर विवाह नै नगर्ने बाल ब्रह्मचारी रहने भन्ने किसिमको प्रतिज्ञा कठोर प्रतिज्ञा लिएको हुनाले उनको नाम भीष्म रहन गयो है पितामह भीष्म हुनुभयो होइन हजुर हुनुभयो अब यो दुवै यो प्रमुख यो खम्बाहरू हुन् यो द्रोण र भीष्म के भन्दाखेरि त्यसपछि कर्ण अनि आफ्नो मित्रलाई लिँदैछ पहिला त मुख्य आचार्य भइहाले प्रमुख सबभन्दा बलशाली मुख्य हुनु त्यसपछि आफ्नो परमप्रिय मित्र कर्ण भइहाले छँदैछन् त्यसपछि कृपाचार्य भयो कृपाचार्यलाई तेस्रो नम्बरमा लिनुको कारण के छ भन्दाखेरि कृपाचार्य पुरोहित हुन् होइन त्यहाँ इत्यादि जति पनि कार्य गर्नु छ त्यसमा कर्मकाण्ड इत्यादि गर्नुमा पूजा आदि गर्नुमा यज्ञ आदि गर्नुमा कृपाचार्यकै कार्य हुन्थ्यो राजगुरु हुनु ठिक अब युद्धको मामलामा शिक्षा दीक्षा लिने भनेको चाहिँ दिनी यता द्रोणाचार्य हुनुभयो तर अब राज्यमा पूजापाठ आदि गराउनु पर्दाखेरि चाहिँ गराउने चाहिँ कहिले भन्दा कृपाचार्य हुनुहुन्थ्यो अब भए तापनि उनको विशेषता राज्यमा बसेको हुनाले चाहिँ अब यो कृपाचार्यलाई चाहिँ पालेको कसले भन्दा भीष्म पितामहले पालेका हुन् उनले पालेको हुनाले अब उनको क्षत्रियको उसमा रेखदेखमा बसेर उनी ठुलो बढे भएको हुनाले चाहिँ कृपाचार्यको छ नि युद्धमा नै कुशल थिए त्यो भएर त यहाँ युद्धमा भाग लिन आउनु भएको छ नि त होइन अब कर्मचारी भएपछि यस्तो हुन्छ समस्या के छ भने अब राज्यमा युद्ध चलिरहेछ सिपाही नभए पनि अब राज्यले चाहिँ नि अब सरकारी नोकरी गर्नेलाई चाहिँ ल युद्धमा जा भनेर सरकारले भन्यो भने जान्न भन्ने पाइन्छ त पाएन नि त अब यो कसो भन्दाखेरि यो राजकर्मचारी भएको हुनाले चाहिँ कृपाचार्य हुन त के हो भन्दाखेरि पुरोहित हुन् भए तापनि अब कर्मचारी भएको नाताले चाहिँ नुन खाइसकेपछि अब यत्रो ठुलो युद्ध हुँदैछ अब फेरि उनलाई युद्ध शस्त्र अस्त्र पनि आउँथ्यो आउँदै नआउने भयो त उनलाई लिँदैन थियो शस्त्र अस्त्रमा पनि उनी कुशल थिए त्यस कारणले युद्धमा त्यस्तो धेरै बलशाली त होइनन् युद्धमा अति जस्तै भीष्म जस्तो द्रोणाचार्य जस्तो त होइनन् त्यसै कारणले गर्दाखेरि उनलाई पहिलो नम्बरमा राखेनन् दुर्योधनले पहिलो नम्बरमा हजुर सामने नै भएको हुनाले गुरु भएको नाताले द्रोणाचार्यलाई नै सबभन्दा पहिला उनको नाम लिए हजुर नै हुनुभयो हाम्रो सेनाका प्रमुख पात्रहरूमा दोस्रो नम्बरमा सेनाको अधिपति त लिनु पर्यो नि त सेनानायक सेनापति को भन्दा भीष्म हुनुभयो अति बलशाली हुनुहुन्थ्यो होइन र उहाँ अति वृद्ध पनि हुनुहुन्थ्यो
बुढो भए पनि के भएर, अब बुढो भएर पनि बलशाली अति हुनुहुन्थ्यो कि अब सेनामा मुढे बलले मात्रै त काम गर्दैन, बुद्धि पनि लगाउनु पर्यो, कहाँ कस्तो किसिमको युद्ध गर्ने, कहाँ गर्ने भन्दाखेरि चतुराई पनि चाहियो, कौशल पनि चाहियो, नीति कमान्ड पनि गर्नु पर्यो, शत्रुले कस्तो किसिमको हमला गरेको छ त्यसको हिसाबले प्रति युद्ध गर्नको लागि त्यसको विपरीत र त्योभन्दा बलशाली मार पनि हान्न पर्यो। त्यस्तो किसिमको सोच विचार तत्काल गर्न सक्ने क्षमता भएको भीष्मको थियो नि त। त्यसकारणले 10 दिनसम्म तानेको युद्ध कसले? भीष्मले त हो नि त। त्यसपछि सिद्धिहाल्यो 8 दिनमा। 8 दिनमा 3-4 जना बदले। त्यसपछि 10 दिन उनले थाने, 3 दिन द्रोणाचार्यले थाने, त्यसपछि 3 दिन हो कि 5 दिन हो के अरे, अरू 5 दिन जस्तो लाग्छ मलाई। 15 भयो। त्यसपछि कर्णले 2 दिन थाने, शल्यले आधा दिन थाने। ठिक आधा दिन पनि थाने। अनि अश्वत्थामा पनि राखेको थियो के अरे, अश्वत्थामालाई पनि शल्य, अश्वत्थामा पनि थियो अनि शल्य पनि थियो। यिनीहरूले अब चेन्ज गर्दै गरे नि त। भनेपछि 10 दिनसम्म थाम्न सक्ने भनेको त धेरै बलशाली हुने नि त। भनेपछि यो सबैजनाको चाहिँ अन्त भइसक्यो भनेको 18 दिनमै यो सबैजना परास्त भयो। यसमा सबै समाप्त भयो नि। समाप्तै भयो। भीष्म चाहिँ युद्ध सकिसकेपछि पनि शरीर उहाँले इच्छा नगरिन्जेलसम्म नछुट्ने भएको हुनाले चाहिँ उहाँले चाहिँ उत्तरायण पर्खेर बस्नुभयो। उत्तरायण माघ 1 गतेसम्म बस्नुभयो होइन। मङ्सिरमा सुरु भएको युद्ध मङ्सिरदेखि लिएर पुस पुरै महिना भयो। अस्तिको गएको थियो नि एकादशी, त्यो अस्तिको एकादशी गीताको थियो, त्यो दिन युद्ध सुरु भएको, गीता जयन्तीको दिन होइन। त्यो मङ्सिरदेखि लिएर पुस पुरै भयो। त्यसपछि अनि माघ 1.5 महिना त पर्खेर बस्यो नि त। अरू त सबै बितिसकेका थिए, शरीर छुटिसकेको थियो। भीष्म चाहिँ यसमा वचन चाहिँ के छ भन्दाखेरि द्रोणाचार्य पनि युद्धमा शरीर छुट्यो होइन, युद्धमा वीरगति उसलाई प्राप्त गर्नुभयो। भीष्म अलि पछि छोड्नुभयो होइन, उहाँको पनि छुट्यो। कर्ण पनि त्यही युद्धमै गइहाले होइन, बितिहाले। कृपाचार्य चाहिँ फेरि बचे, यिनी चाहिँ कृपाचार्य चाहिँ उनी चाहिँ बचे, युद्धमा बित्या छैनन्। अश्वत्थामा आधा बचे भन्दाखेरि अश्वत्थामालाई मार्ने भइसकेको थियो। युद्ध सकिसकेपछि नि अश्वत्थामाले चाहिँ बाल हत्या गर्यो होइन। बाल हत्या गरेको हुनाले त्यो अपराधले समातेर ल्याए। प्राणदण्ड नै दिने भन्दाखेरि होइन, अब यो गुरुको छोरो हो, त्यसमा चाहिँ ब्राह्मण हो, अब ब्राह्मण युद्ध पनि सकिसक्यो, अब यसलाई मारेर काम छैन, बरु यसलाई चाहिँ अपाङ्ग बनाइदिउँ भनेर। अपाङ्ग भन्नाले उनको जुन शक्ति थियो, अश्वत्थामाको चाहिँ एउटा विशेष किसिमको पिताको कृपाले, गुरु कृपाले चाहिँ मणि थियो भन्ने छ। उनको शिरमा एउटा चम्चमाउँदो विशेष किसिमको बल वीर्य भएको मणि थियो, त्यसलाई निकालिदिएर चाहिँ पठाइदिए। त्यसपछि कमजोर दुब्लो पातलो भएर अश्वत्थामा पर्छन्। अनि त्यही अनि यसरी नै दुःख पाइरहोस् भनेर भड्केर श्राप पनि दिएको भन्ने कथा छ। त्यो कुरो भयो। कृपाचार्य हुनुभयो होइन। समितिञ्जय, यहाँ समिति भनेको चाहिँ के भन्दाखेरि समूहहरूलाई विजय गर्ने। समिति भनेको समूह, समूह भनेको यहाँ रण युद्ध भूमिमा जय गर्ने। कृपाचार्यको भन्दाखेरि दैवी कृपा नभइकन युद्ध जित्न सकिँदैन र कृपाचार्य पुरोहित भएको हुनाले चाहिँ त्यो नाताले पनि अनेकौं प्रकारका उपायहरू गराएर चाहिँ, अब लौकिक उपायद्वारा त अब भीष्म आदिले गर्ने हुने भयो, अलौकिक उपायद्वारा पूजापाठद्वारा तन्त्र मन्त्र गराएर चाहिँ केही जसरी भए पनि युद्ध त जित्नु पर्यो नि त। त्यो दृष्टिबाट चाहिँ जय गराउनमा कुशल भएका हुनाले समितिञ्जय समूहलाई रण विजेता कृपाचार्य र यो कर्ण यो दुईटासँग जोड्दैछन्। यिनीहरूको विशेषता यो कृपश्च समितिञ्जय। कृपाचार्य आचार्य मात्र भनेर के गर्नु, बाहुन मात्र भनेर होइन, यी रणजयी पनि छन् भनेर एउटा विशेषता दिएको। हजुर त बलशाली हुनुभयो, भीष्मको बारेमा के भन्नै परेन। समितिञ्जय भनेर कृपाचार्यले विशेष उल्लेख गर्न खोजेको। समिति समूहलाई आफ्नो अधीनमा राख्न सक्ने आचार्य भएको नाताले चाहिँ उनको विद्याको कुशलता यस्तो थियो कि युद्ध भूमिमा पनि जित्न सक्थे र सभामा पनि अरूहरूलाई जय गर्न सक्थे, कुराकानीद्वारा होइन, वार्तालापद्वारा कुशलता। युद्धमा कुशलता पनि त वार्तालाप पनि एउटा कुशलता हो। कुराकानी गरेर युद्धमा नि हराउन सकिन्छ नि त। दुईटै गुण भएको यो कृपाचार्यको विशेषता भयो। समितिञ्जय भनेर यो विशेषण सबैलाई पनि लाग्न सक्छ, केवल कृपाचार्यलाई पनि लाग्छ, किन कृपाचार्य पछि नै आएको हुनाले
केवल कृपाचार्यको मुख्य विश्लेषण त भइहाल्यो। कसैले यो समितिन्छ भने समूहलाई जित्ने अथवा रणविजयी भनेर यो जुन विशेषण चाहिँ भगवान भीष्म कर्ण र कृप यो चारवटालाई पनि लगाउँछन्। ठीक, अब यो विशेषण हो, संस्कृतमा चाहिँ चारवटाले लगाउन पनि मिल्छ, के दिक्कत छैन। सँगै नजिक कृपसँग भएको हुनाले कृपाचार्य मात्रैको विशेषण भन्दा पनि मिल्छ, के दिक्कत छैन। त्यस्तै किसिमले अश्वत्थामा, ठिक छ, कर्ण आफ्नो प्यारो मित्र भएको हुनाले उनको नाम लिइहाले। बाँकी सबै यो महारथीहरू हुन्। अश्वत्थामा कर्णको छोरोको नाम हो विकर्ण। विकर्ण नाम पनि कर्णको छोरा, अनि कर्णको छोरा पनि छ नि, अरू राजाको नाम पनि छ छुट्टै विकर्ण नामको। अश्वत्थामा हजुरकै छोरो, बलशाली गुरु पुत्र भइहाले होइन। त्यसपछि विकर्ण नामका राजा भए। सोमदत्तका छोरा सोमदत्ती राजा भए होइन। तथैव छ, त्यस्तै किसिमले तथा मतलब त्यसै गरी नै अरूहरू पनि को छन् भन्दा अन्य च बहव, मुख्य यिनै हुन् मुख्य पात्रहरू। मतलब यो दुर्योधनको नजदिकमा रहेको मुख्य पात्रहरू सबै मुख्य रूपबाट सपोर्ट गर्ने। अब यद्यपि भीष्मको सपोर्ट दुवै पक्षमा बराबर भए तापनि उनको मनको रूपबाट हेर्नु पर्दा नि भीष्म चाहिँ आचार विचारमा राम्रो भएको हुनाले पाण्डवप्रति उनको विशेष प्रेम थियो। तैपनि राज्यको दृष्टिबाट हेर्दाखेरि चाहिँ उनको मुख्य भूमिका के थियो भने राज्यको संरक्षण गर्छु भन्ने उनको प्रतिज्ञा थियो। भीष्मको प्रतिज्ञा आफ्नै प्रतिज्ञाले गर्दाखेरि के भन्दाखेरि युद्धमा मन एकतिर भयो र युद्ध चाहिँ अर्कोतिरबाट लडे। मन चाहिँ पाण्डवप्रति उनको थियो, उनीहरूको धर्मनीतिहरूलाई हेरेर त्यता उनको बढी विशेष प्रेम थियो। तर राज्यको संरक्षण गर्छु भन्ने प्रतिज्ञा लिएको हुनाले चाहिँ राज्य संरक्षण गर्ने हो, त्यो राज्यमा बसेको राजाको सेना, त्यसको नीति नियमहरू जो मानेको छ त्यसको संरक्षण गर्नु पर्यो। त्यो दृष्टिबाट संरक्षण गर्दाखेरि कताबाट लड्नु पर्यो भन्दाखेरि कौरव पक्षबाट लड्नु पर्यो। के महाराज तयारी भयो? झोला सोला हरि ओम नमो नारायण अलिअलि चल्दैछ, 2 मिनट चल्छ चाहिँ लैला नि पुरा गरौँ त होइन। यी भयो अन्य च बहव शूराः होइन। अरू पनि त्यस्तै किसिमका धेरै सुरवीरहरू छन्। मुख्य पात्रहरू त यी आफ्नो एकदम नजदिकका भए र विश्वासपर्दा भरपर्दा र बलशाली, साथमै दुर्योधनको अगाडि पछाडि रहने यी मुख्य पात्रहरू भए। त्यस्तै किसिमले अरू थुप्रै छन्। 18 अक्षौणी सेनामा कमी त छैन नि त, सबै बडा सुरवीर छन्। र सुरवीर मात्रै होइन, अर्को विशेषता के छ भन्दा सुरवीर भएर धोका दिने भयो भने त काम लाग्दैन नि त। बलिया छन् होइन, काम पर्ने बेला भाग्दियो भने होइन, आफ्नो साथ दिएनन् भने, भाग्ने भन्दा पनि साथ दिएनन् भने, सुर भन्नाले नभाग्ने त कुरो आइहाल्यो। साथ दिने पनि चाहियो नि त। साथ पनि मदर्थे त्यक्त जीविता, मेरा लागि प्राणै छोडेर आएका। त्यक्त जीविता, जीवित मतलब प्राण, आफ्नो जीवन नै त्यागेर आएका। अब युद्धमा होमिएर आएको मतलब अब बाँच्छु भनेर युद्धमा त कोही आउँदैन, मरे पनि मर्छु भनेर चाहिँ युद्धमा चाहिँ मर्न होमिएर मेरै लागि चाहिँ होमिन आएका थुप्रै सुरवीरहरू छन्, जो चाहिँ के छ भन्दाखेरि युद्ध गर्नमा कुशल पनि छन्। नाना शस्त्र प्रहरण, अनेक प्रकारका शस्त्र अस्त्रहरूलाई प्रहार गर्नलाई, शस्त्र र प्रहरण दुईटा छ। शस्त्र भनेको हात्ती नजिकबाट लड्ने तरबारहरू भयो, अस्त्र भनेको टाढेबाट फाल्ने बाण भाला इत्यादि भयो। यी सब प्रहारहरू गर्न बुलेलीहरू पनि प्रहरणमै आउँछ, टाढेबाट फाल्ने भयो नि त, तोपहरू भयो, यिनीहरू सबै अनेक प्रकारका शस्त्र अस्त्र प्रहार गर्नमा कुशल योद्धाहरू, सर्वे युद्ध विशारद, सबै युद्ध गर्न विशारद छन्, कुशल छन्, सक्षम छन्। त्यस्ता अनेक प्रकारका सुरवीर योद्धाहरू मेरा लागि भनेर यहाँ उपस्थित भएका छन्। ठिक, र एउटा अझै गरिदिउँ, त्यसपछि पुरा हुन्छ है। अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितं पर्याप्तं त्वदमेतेषां बलं भीमाभिरक्षितं। अब यो श्लोकको चाहिँ अर्थ हेर्दाखेरि अपर्याप्तं तदस्माकं, त्यो हाम्रो सेना चाहिँ अपर्याप्त छ। भीष्माभिरक्षितं, भीष्मले सुरक्षित गरेको, भीष्माभिरक्षित मतलब भीष्मद्वारा अभिरक्षित, चारैतर्फ संरक्षित भएको जुन बल मतलब सेना हाम्रो, त्यो चाहिँ अस्माकं के छ भन्दाखेरि अपर्याप्तम, अपर्याप्त छ। हेर्दा होइन, हाम्रो हजुर मिलेर सबै संरक्षण गर्नुभएको हाम्रो सेना चाहिँ
अपर्याप्त छ। पर्याप्तम तु इदम एतेषाम, तर तु भनेको तर एतेषाम यिनीहरूको जुन बल छ, सेना, बल भनेको सेना, जो 7 अक्षौहिणी सेना छ हैन, यी पाण्डवहरूको भीमाभिरक्षण, भीमले रक्षा गरेको, सुरक्षा गरेको जुन सेना छ त्यो चाहिँ पर्याप्त छ भनेर यहाँ नेपाली पर्याप्त र अपर्याप्त अर्थ सुन्दाखेरि चाहिँ उनीहरूको चाहिँ पर्याप्त भयो, पुग्दो भयो, हाम्रो चाहिँ अपर्याप्त अपुग्दो भयो भन्ने अर्थ लाग्छ हैन, मोटामोटी। तर यो अर्थ चाहिँ होइन है मोटामोटी सुन्दाखेरि यो अर्थ लागे पनि अपर्याप्तम भनेको चाहिँ के छ भन्दाखेरि हाम्रो जुन सेना छ, भीष्मद्वारा सुरक्षित गरिएको सेना चाहिँ अपर्याप्त मतलब चारैतर्फबाट घेर्न सकिँदैन, ठिक छ, व्यापक छ, विशाल छ भन्न खोजेको, ठिक छ। हाम्रो जुन बल छ के छ भन्दाखेरि अपर्याप्त छ। पर्याप्त भनेको घेर्न सकिने, चारैतर्फबाट पुग्यो भनेको समात्न सक्नेलाई पर्याप्त भनिन्छ नि त। अब यहाँ अपर्याप्तको अर्थ के भयो भन्दाखेरि पुग्दो छैन भन्न खोजे आएन, यहाँ विशाल छ भनेको चारैतर्फबाट चाहिँ घेर्न नमिल्ने खालको छ, त्यस्तो हाम्रो सेना छ। हाम्रो सेना चाहिँ त्यसमाथि पनि भीष्मद्वारा सुरक्षित छ। बल बुद्धि विद्याले सम्पन्न भएको जो भीष्म हुनुहुन्छ उहाँले सुरक्षा गरेको सेना चाहिँ हाम्रो कस्तो छ, विशाल छ। तर यिनीहरूको जुन पाण्डवहरूको सेना कस्तो छ त हेर्नु त, एक त भीम बुद्धि नै भएको, मोटो बुद्धि खन्छुवा हैन, उसलाई पहिलेदेखि रिस उठ्यो, त्यो दृष्टिले भीम भनेर अरूको नाम नलिएर मोटो बुद्धि भीमसेनले सुरक्षा गरेर बसेको छ, बुद्धि नभएकोले सुरक्षा गर्यो। हाम्रो यहाँ बल बुद्धि विद्याले सम्पन्न भएको भीष्मले सुरक्षा गर्नु भएको छ, उता मोटो बुद्धि भएको भीमले सेनाको सुरक्षा गरेको छ। र कस्तो सेना छ भन्दाखेरि पर्याप्त छ, सीमित छ, चारैतर्फबाट हाम्रो सेनाले घेर्न सक्छ। यो पर्याप्तको यो अर्थ भएन, मोटामोटी सोध्दा चाहिँ पुग्यो, हाम्रो चाहिँ पुगेन भने जस्तो सुनिन्छ। त्यो भयो भने प्रकरण उल्टो अर्थ लाग्छ नि त। गुरुलाई सुनाएर चाहिँ हाम्रो सेना चाहिँ सानो भयो, तपाईँहरूले सुरक्षा गरेको पुगेन भनेर शिकायत गरे जस्तो देखिन्छ, त्यो होइन नि त। हाम्रो सेना ठुलो छ, गर्व गरेर दुर्योधनले भने हो। यद्यपि उनीहरूको सेना हेर्दाखेरि ठुलो देखिन्छ, तर हाम्रो सेनालाई घेर्न उनीहरूले सक्दैन, उनीहरूको सेना चारैतर्फबाट हाम्रो सेनाले घेर्न सक्छ, यो दृष्टिकोणबाट भन्दैछ। त्यसमा पनि हाम्रो सेनाको सेनानायक अति बुद्धिमान चतुर हुनुहुन्छ भीष्म। उनीहरूको चाहिँ सेना प्रमुख यद्यपि धृष्टद्युम्न हो, तैपनि बढी बल देखाउने भनेको भीम नै हो। त्यहाँ शारीरिक बल भए पनि बुद्धि नभएको मूर्खले सुरक्षा गरेछ भनेर उसले भन्दैछ है त। ल यति नै हेरौँ त है आजलाई। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति।